हेलो एभ्रिवान, म चाहिँ दौडी गएको थिएँ कि साझा छुट्छ भनेर। यस्तो दौडेर गएको थिएँ, तर हेर्नु न साझा त कति ढिलो आइदिएर कति बेर कुर्नु पऱ्यो कि। अनि पहिला त ठिक्क टाइममा आउँथ्यो, अनि अहिले चाहिँ कस्तो त्यो टाइमिङहरू चेन्ज भएर नयाँ नयाँ साझाहरू चेन्ज भएको कारणले चाहिँ टाइममै आइपुग्दैन क्या। अनि आफू चाहिँ ठिक्क टाइम हेरेर एपमा हेर्दै कुद्छु, अनि कुद्दाखेरि पनि भेटाउन गाह्रो छ। अनि कति बेर कुर्नु पऱ्यो क्या आज त। अनि बल्ल तल्ल साझा चाहिँ आयो, अनि म चाहिँ चढेँ। आउन त आयो, तर के गर्नु भगवान्, यति प्याक आयो कि यस्तरी खिचेर गएँ कि। अनि त म त कस्तो खिचेँ कि। अनि पछि साधुबाट पुगेपछि चाहिँ मैले सिट पाएँ, अनि सिट पाएर चाहिँ म यति खुसी छु हेर्नु न। अनि मेरो साथी चाहिँ आउँदैछिन् मलाई भेट्नको लागि। म चाहिँ खासमा स्पेसल साथी नै भनौँ है। अनि आएर हाई भन्दैछिन्, अनि हाँस्दै आइन्। अनि बस्यौँ, गफ गऱ्यौँ, अनि फर्किँदा चाहिँ साझा खाली नै थियो। त्यही खुसी कुरा भयो।